दर्शकबिन नमस्कार। आज हामी फोन पानीमा खस्यो भने के गर्ने भनेर यहाँहरूलाई सिकाउँदैछौँ। यो भिडियो अत्यन्तै महत्त्वपूर्ण रहेकाले यहाँहरूले यो भिडियोलाई सेयर गर्नुहोला। साथै नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरेर यस्तै नयाँ अनि ताजा खबर निरन्तर हेर्न सक्नुहुनेछ। आउनुहोस् दर्शकबिन, अब लागौँ पानीमा मोबाइल खस्यो भने के गर्ने त? के गर्दा मोबाइल राम्रोसँग चल्न सक्छ त? एक नम्बरमा छ फोनलाई पानीबाट तुरुन्तै निकाल्ने। समय खेर नफाल्ने। जति चाँडो तपाईँले फोनलाई पानीबाट बाहिर निकाल्नुहुन्छ त्यति नै क्षति कम हुन्छ। दुई नम्बरमा छ फोन बन्द गर्नुहोस् र सबै कुरा झिक्नुहोस्। जस्तै फोन चलिरहेको छ भने यसलाई तुरुन्त बन्द गर्ने, यानि कि स्विच अफ गर्ने। यदि सम्भव छ भने ब्याट्री, सिम कार्ड र मेमोरी कार्ड सबै बाहिर निकाल्ने। फोनलाई सुक्खा बनाउने, जस्तै नरम कपडा वा पेपर तौलियाले फोनको बाहिरी भागलाई बिस्तारै पुछ्ने। फोनलाई हल्लाउने वा झड्का दिने काम नगर्नुहोस्, किनकि यसले पानीलाई फोनभित्रका भागहरूमा समेत बढी फैलाउन सक्छ। अर्को नम्बरमा छ फोनलाई प्राकृतिक रूपमा सुकाउन दिनुहोस्। फोनलाई हावा लाग्ने ठाउँमा राख्नुहोस्। यसलाई प्रत्यक्ष घाममा वा हिटरको नजिक नराख्नुहोस्। गर्मीले फोनका भित्री भागहरूलाई थप क्षति पुर्याउन सक्छ। चामलमा राख्ने पुरानो तरिका काम नलाग्न सक्छ र यसले फोनमा धुलो तथा स्टार्चका कणहरू जम्मा गर्न सक्छ। त्यसैले यो विधि प्रयोग नगर्नुहोस्। फोनलाई केही दिन चलाउने प्रयास नगर्नुहोस्। फोनलाई कम्तीमा 24 देखि 48 घण्टासम्म पूर्ण रूपमा सुकाउनुहोस्। पानी पूर्ण रूपमा नसुक्दासम्म फोन चार्ज नगर्नुहोस् वा अन गर्ने प्रयास नगर्नुहोस्। यो उपाय यहाँले गर्नुभयो भने पक्कै पनि तपाईँको मोबाइल सुरक्षित रहन सक्छ। भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह, प्रतिक्रिया दिनुहोला। हवस् त, हामी छुट्टिन्छौँ। नमस्ते।